म नेपाल छोड्न चाहदिनथे। मलाई खाडी जान पनि मन थिएन। विदेशमा पसिना बगाउनु पनि मन थिएन। तर नेपालको पुरानो सिस्टमले मलाई बाध्य बनायो। जहाँ जागिर पाउन योग्यता भन्दा पहुँच चाहिन्थ्यो। मेहनत भन्दा कुन पार्टी नजिक छ भन्ने कुरा ठुलो हुन्थ्यो। सरकारी कार्यालयभित्र कांग्रेसको समूह, एमालेको समूह, माओवादीको समूह थियो र बीचमा म साधारण नेपाली युवा थिएँ जसले न नेता चिन्थ्यो न अफिसमा आफ्नो मान्छे थियो। कति युवाले लोकसेवा पढे तर अवसर पाएनन्। कति युवाले डिग्री लिए तर अन्तिममा जहाज चढेर खाडी पुग्नु पर्यो। आज दुबईको घरमा पसिना बगाइरहेको, कतारको क्याम्पमा सुतिरहेको र कोरियाको फ्याक्ट्रीमा रातभर काम गरिरहेको नेपाली सायद उनीहरू अल्छी भएर विदेश गएका होइनन्। उनीहरूलाई नेपालको कमजोर सिस्टमले धकेलेको। र अहिले नेपाल सरकारले भनिरहेको छ अब पुरानो कर्मचारी तन्त्र बदलिन्छ, ट्रेड युनियन हटाइनेछ, राजनीतिक प्रभाव तोडिनेछ र सरकारी कर्मचारीलाई पार्टी होइन देशप्रति जिम्मेवार बनाइनेछ। के साँच्चै सिस्टम बदलिन लागेको हो कि पुरानो खेल नयाँ नाममा दोहोरिन लागेको हो? आजको भिडियोमा हामी नेपालको नयाँ लोकसेवा सुधारको भित्री कहानी बुझ्नेछौँ। हाम्रो देश जहाँ सरकार बदलिन्छ तर सरकारी कार्यालयभित्रको शक्ति भन्ने उस्तै रहिरहन्छ। राजनीतिक पहुँच, कर्मचारी संगठन, आफ्नो पार्टीको मान्छे जोगाउने खेल। र अहिले नयाँ सरकारले भनिरहेको छ अब सिस्टम बदलिन्छ। त्यसो त पहिले सिस्टम कसरी चल्थ्यो? नेपालमा धेरै वर्षदेखि सरकारी कर्मचारीहरू विभिन्न राजनीतिक विचारसँग नजिक थिए। जस्तै केही कर्मचारी कांग्रेस निकट संगठनमा, केही एमाले निकट संगठनमा, केही माओवादी निकट संगठनमा आबद्ध हुन्थे। कांग्रेसको सरकार आउँदा कांग्रेस निकट कर्मचारीहरूको प्रभाव बढ्थ्यो। त्यस्तै एमाले शक्तिमा आउँदा एमाले निकट कर्मचारी संगठन सक्रिय हुन्थे र माओवादी सत्तामा आउँदा आफ्ना विचार नजिकका कर्मचारी बलियो बनाइन्थ्यो। समस्या कहाँ भयो त? अब कल्पना गर्नुहोस्, एउटै कार्यालयमा कांग्रेस समर्थक कर्मचारी, एमाले समर्थक कर्मचारी, माओवादी समर्थक कर्मचारी सबै छुट्टै छुट्टै समूहमा छन्। त्यसपछि काम भन्दा राजनीति बढी हुन्छ, सरुवा गर्दा दबाव हुन्छ, हडताल हुन्छ, संगठनको शक्ति प्रदर्शन बढ्न थाल्यो। यही कारणले सरकारी कर्मचारी पार्टी होइन राज्यप्रति लोयल हुनुपर्छ। यस्तो सिस्टम संसारका धेरै देशमा छन्, जस्तै साउथ कोरिया, सिङ्गापुर, जापान, चाइना, युनाइटेड किङडम र युनाइटेड स्टेटमा पनि। नेपाल सरकार अहिले यस्तै मोडलतिर जाने कुरा गरिरहेको हो। कर्मचारी पार्टीको होइन सिस्टमको मान्छे हुनुपर्छ। ट्रेड युनियन हटाउने, राजनीतिक गतिविधि रोक्ने र कर्मचारी न्युट्रल बनाउने योजना ल्याएको हो। तर विरोध किन? कर्मचारीहरू भन्छन् यदि संगठनै हटाइयो भने हाम्रो आवाज कसले सुन्छ? पहिले सामूहिक आन्दोलन गर्न पाइन्थ्यो, अन्याय भयो भने संगठनले लड्थ्यो। अब कर्मचारी एक्लै हुने र सरकार अझ शक्तिशाली हुने डर छ। अर्को ठुलो विवाद, सरकारले केही संस्थाका प्रमुखहरूलाई हटाउने अध्यादेश पनि ल्यायो। विश्वविद्यालय, प्राविधिकरण बोर्ड, सरकारी संस्थाका कर्मचारीहरू पनि। विरोध गर्नेहरूले भन्छन् यो सुधार होइन, आफ्नो मान्छे राख्ने तयारी हो। त्यसैले अहिले दुई पक्ष देखिएका छन्। सरकार समर्थक पक्ष भन्छ राजनीति हट्छ, कर्मचारी काममुखी हुन्छ, सेवा छिटो हुन्छ र भ्रष्टाचार गर्छ। र विरोध पक्ष भन्छ अधिकार खोसियो, सरकार धेरै शक्तिशाली भयो, कर्मचारी डराएर बस्नुपर्ने भयो र विचार दबाइयो। तर नेपाल अहिले एउटा ठुलो प्रयोगको चरणमा छ जहाँ सरकारले पुरानो राजनीतिक कर्मचारी तन्त्र तोड्न खोजिरहेको छ। अब प्रश्न हजुरलाई, के यसले साँच्चै राम्रो प्रशासन ल्याउँछ कि नयाँ प्रकारको नियन्त्रण जन्माउँछ? हजुरहरूले पनि कमेन्ट गरेर आफ्नो विचार अवश्य राख्नुहोस् है त।